ड्रोन को अब सर्टिफिकेसन, अपरेटर को, पाइलट को लाइसेन्सिङ, त्यसमा कुनै पनि कब्जाको एकैचोटि उठाउने कुरा सबै कुरा हटाइसकेको छ। वी आर ट्रान्सफर्मिङ द ड्रोन प्रोसिजर इन्टु द ड्रोन रुल्स। त्यसलाई हामी ड्रोन रुल्समा चेन्ज गर्दैछौँ। द्याट्स वाइ द क्याबिनेट विल एप्रुभ द ड्रोन रुल एन्ड द डाइट विल बी पब्लिस्ड अन द नेपाल ग्याजेट एन्ड द डाइट ह्याभ द अनरसिप अफ द अल द मिनिस्ट्री। त्यसमा कुनै पनि कब्जाको एकैचोटि उठाउने कुरा सबै कुरा हटाइसकेको छ। द्याट इज अन्डर डिस्कसन, द्याट इज अन्डर ड्राफ्टिङ। र दोस्रो कुरा, अब आइकाओको गाइडलाइन बमोजिम इन्टरनेसनल्ली रिकग्नाइज डकुमेन्ट बनाउनको लागि सिभिल एभिएसन एउटा हाई लेभलको कमिटी बनाएको छ। त्यो कमिटीमा म पनि छु र त्यो कमिटीले अबको 3 महिनाभित्र ड्रोनको अब सर्टिफिकेसन, अपरेटरको, पाइलटको लाइसेन्सिङ र अर्को कुरा पनि छ। यदि राज्यले गर्न सक्दैन भने चाहिँ आइकाओले के भनेको छ भनेपछि एउटा कुनै एउटा एजेन्सीलाई अथराइज एजेन्सीको जिम्मा दिने जसले दुईटा काम गर्छ। एउटा ड्रोन पाइलटको ट्रेनिङ गर्छ, अर्को ड्रोन पाइलटको लाइसेन्स गर्ने कामहरू गर्छ। यो कुरा केन्द्रले गर्दैछ। दोस्रो कुरा जुन रजिस्ट्रेसनको कुरा आयो, रजिस्ट्रेसनको कुरा के हो भनेपछि